सम्पूर्ण विद्यार्थी साथीहरूलाई नमस्कार। र आजको यस भिडियोमा हामीले बीबीएस फर्स्ट इयरसँग सम्बन्धित रहेर केही कुराहरू डिस्कसन गर्न गइरहेका छौँ। के कसरी प्रिपेरेसन्स गर्ने त, 5वटा सब्जेक्ट्सहरूलाई के कसरी प्रिपेरेसन्स गरेर राम्रो मार्क्स ल्याउने अथवा पास हुने भन्ने बारेमा चाहिँ हामीले यस भिडियोमा डिस्कसन गर्न गइरहेका छौँ। भिडियोलाई अन्तिम समयसम्म हेर्नु होला। र तपाईँहरूलाई अलिकति यो भिडियो लामो लाग्छ भने तपाईँले 2x को स्पिडमा पनि हेर्न सक्नुहुन्छ। यसले के कुराहरू भनेको छ त भनेर यो भनेका कुराहरू पनि एकदमै महत्त्वपूर्ण हुनेवाला छन् है त। किन भन्दाखेरिमा चाहिँ अब हामीले रिसेन्टली 4th इयरलाई गाइड गरेर सकाएका छौँ। 4th इयरमा पनि हामीले भनेअनुसारका नै लगभग हामीले दिएका कन्टेन्ट्सहरूकै आधारमा मात्रै पढेर जाँदाखेरिमा पनि पास गर्नेदेखि लिएर राम्रो मार्क्स ल्याउन सक्ने सम्मको विद्यार्थीहरूले त्यस्तो खालको फिडब्याक दिनुभएको थियो। तपाईँले यदि हेर्न चाहनुहुन्छ भने 4th इयरको चाहिँ प्लेलिस्टमा गएर पनि हेर्न सक्नुहुन्छ। तर अब तपाईँले 4th इयरतिर नजाने कि फर्स्ट इयरको कुरा छ होइन, फर्स्ट इयरको कुरा छ। त्यस कारणले हामीले फर्स्ट इयरलाई पनि गाइड गरेका भिडियोजहरू प्लेलिस्टमा छ्यापछ्याप्ती छन् होइन। त्यो कुराहरू तपाईँले प्लेलिस्टमा गएर पनि हेर्न सक्नुहुन्छ। र तपाईँलाई केही नयाँ कन्टेन्ट्सहरू चाहिरहेको छ भने पनि तपाईँले त्यो कुराहरूलाई चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ है त। साथै अब तपाईँले मलाई पर्सनली रूपमा एज अ ब्रदरको हिसाबमा, एज अ सिनियरिटीको हिसाबमा तपाईँले यदि मलाई पर्सनली रूपमा केही कुराहरू सोध्न मन लागिरहेको छ होइन, कुनै क्वेसन्सको एन्सरहरू कसरी लेख्ने, कसरी प्रेजेन्टेसन्स गर्ने, जस्तो क्वेसनको एन्सर लेख्नु मात्रै ठुलो कुरो होइन कि प्रेजेन्टेसन्स कसरी गर्ने त, किनभने ट्युमा किन मार्क्स कम आउँछ त होइन। त्यो कुरा त मैले एक्सपिरियन्स गरिसकेको कुरा छ नि त। त्यस कारणले तपाईँले मलाई यदि पर्सनली रूपमा जसले पनि सोद्धा है, बीबीएस फर्स्ट इयरको जोसुकै स्टुडेन्ट्सले पनि तपाईँले यदि मलाई पर्सनली रूपमा केही कुराहरू सोध्न चाहनुहुन्छ भने तपाईँले जुन च्यानलमा भिडियो हेरिराख्नु भएको छ त्यो च्यानलको ट्याक्क डिस्क्रिप्सनमा गएर तपाईँले हामीलाई टिकटकमा पनि टेक्स्ट गर्न सक्नुहुन्छ, फेसबुकमा टेक्स्ट गर्न सक्नुहुन्छ होइन। त्यहाँ चाहिँ मैले लिङ्कहरू प्रोभाइड गरेको छु सोसल मिडियाको। ती लिङ्क्सहरूमध्ये तपाईँले टिकटक र फेसबुकमा मेसेज गर्नु भने अलि छिटो रेस्पोन्स पाउन सक्नुहुन्छ। सो अब तपाईँले यदि गर्न चाहनुहुन्छ भने है त, मैले जबरजस्ती गर्नै पर्छ, मैले भनेका कन्टेन्ट 100% आउँछन् त्यो हिसाबले होइन कि, तपाईँले एज अ सिनियरिटीको हिसाबमा, एज अ ब्रदरको हिसाबमा तपाईँले त्यो अनुसार सोचेर चाहिँ मलाई टेक्स्ट गर्नुहुन्छ भने मैले तपाईँहरूलाई चाहिँ समय मिलाएर रिप्लाई चाहिँ मजाले दिइरहेको हुन्छु। किनभने मैले फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ सबै स्टुडेन्ट्सहरूले जतिले मसँग आउनुहुन्छ पर्सनली रूपमा त्यसको फेरि कुनै कस्ट लाग्दैन है त। जति आउनुहुन्छ उहाँहरूले चाहिँ केही कुराहरू सोध्नुहुन्छ भने यो एन्सर कसरी लेख्ने होला भनेर त्यसरी सोध्नुभएको हुन्छ कि, यसको एन्सर के होला, यसको एन्सर कसरी लेख्ने होला भन्ने टाइपले मलाई पर्सनली सोधिराख्नु भएको पनि हुन्छ सिनियर विद्यार्थी साथीहरूले। त्यस कारण तपाईँले पनि मलाई यदि सोध्न चाहनुहुन्छ भने त्यो कुराहरू तपाईँले चाहिँ टेक्स्ट गर्नु होला है त। ल अब बाँकी कति दिन छ त, 8-10 दिन छ फर्स्ट इयरको एक्जामिनेसन्स आउन। अब एक्जामिनेसन्समा पहिला त अब 2टा मिडियममा आउन र नेपाली मिडियमलाई चाहिँ गाह्रो हुन्छ भन्ने कुरा थियो। अहिले चाहिँ क्वेसन्स पेपरहरू पनि 2टै मिडियममा आउन थालेको छ होइन, थ्योरिटिकल सब्जेक्ट्सहरूको। त्यस कारणले गर्दाखेरिमा क्वेसन बुझ्नेमा समस्या पनि भएन। मेन कुरा समस्या कहाँ भयो त भन्दाखेरिमा चाहिँ कन्टेन्ट अथवा सिलेबसको कुरामा समस्या भयो। अब तपाईँले प्रत्येक सब्जेक्ट्सहरूको कुरा गर्दै गर्दाखेरिमा चाहिँ प्रत्येक सब्जेक्ट्सहरूलाई कसरी प्रिपेरेसन्स गर्ने त्यो 8-10 दिनमा भन्दाखेरिमा अहिले तपाईँले धेरै कुराहरू जानिसक्नु भएको छ भने त बेटर भइहाल्यो होइन। केही पनि आएको छैन, आइडिया छैन भने चाहिँ तपाईँले चाहिँ प्रत्येक सब्जेक्ट्सहरूको सिलेबस हेर्ने कि कोर्स कन्टेन्टमा, कोर्स डिटेलमा राख्दै आउँछ होइन। अगाडि तपाईँको बुकमै राख्दै आउनसक्छ अथवा ओल्ड इज गोल्डमा पनि राख्दै आउँछ। कोर्स कन्टेन्ट हेर्ने, योभन्दा अघिल्ला वर्षहरू कस्ता खालका क्वेसन्सहरू आएका छन् त, कुन च्याप्टर्सहरूबाट आएका छन् त, र म्याक्सिमम रिपिटेड क्वेसन्सहरू कुन च्याप्टर्सबाट आएका छन् त, ती कुराहरूलाई तपाईँले आफैले एनालाइसिस गर्ने। सबैभन्दा पहिला सुरुमा म्याक्सिमम रिपिटेड क्वेसन्सहरूलाई तपाईँले प्र्याक्टिस गर्नु पऱ्यो। चाहे तपाईँको इङ्ग्लिसको प्र्याक्टिस गर्दै हुनुहुन्छ, चाहे तपाईँ स्टार्टको प्र्याक्टिस गर्दै हुनुहुन्छ, चाहे तपाईँले अकाउन्टको प्र्याक्टिस गर्दै हुनुहुन्छ, चाहे तपाईँले चाहिँ अर्को माइक्रो इकोनोमिक्सको प्र्याक्टिस गर्दै हुनुहुन्छ, चाहे तपाईँले प्रिन्सिपल अफ म्यानेजमेन्टको जुनसुकै सब्जेक्ट्सहरूको पनि तपाईँले के गर्ने त भन्दाखेरिमा चाहिँ पहिला सुरुमा म्याक्सिमम रिपिटेड क्वेसन्सहरू हेर्ने होइन। म्याक्सिमम रिपिटेड कि कुन च्याप्टर्सहरूबाट म्याक्सिमम क्वेसन्सहरू आइरहेका छन् त त्यो कुराहरू तपाईँले हेर्ने। त्यसपछि अहिलेसम्म नसोधेका क्वेसन्सहरू पनि आउन सक्छन्, नसोधेका च्याप्टर्सहरूबाट। अब नसोधेको च्याप्टर्सहरू भन्ने त अलिक कमै नै होला, तर पनि नसोधेका कुराहरू पनि कहिलेकाहीँ सोधिदिन सक्छ। मेन कुरा चाहिँ तपाईँले सिलेबस हेर्ने कि योभन्दा अघिल्ला वर्ष के कस्ता खालका क्वेसन्सहरू आइरहेका छन् आफैले पनि एनालाइसिस गर्न सकिन्छ। र तपाईँलाई एनालाइसिस कुराहरू चाहिन्छ भने पनि मैले राखौँला कमेन्ट्समा, तपाईँले कमेन्ट गर्ने कुन सब्जेक्ट्सको चाहिन्छ तपाईँलाई त्यो कुराहरू त छँदैछ होइन। तपाईँले पर्सनली रूपमा टेक्स्ट पनि गर्न सक्नुहुन्छ, मलाई यो टपिकको बारेमा बुझाउनु पर्यो होइन, त्यो भिडियो चाहियो भनेर पनि हामीले सकेसम्म ल्याउने प्रयास गर्छौँ। त्यति साह्रो चाहिँ अलिकति समय त छैन, तैपनि
तपाईँको इक्जामिनेसन एकदमै नजिक आउँदै गर्दाखेरिमा चाहिँ मैले केही कुराहरू तपाईँलाई सहयोग गर्न सकेँ भने त्यो पनि मेरो लागि अथवा तपाईँहरूको लागि पनि राम्रै हुनसक्छ नि त। त्यस कारणले गर्दाखेरिमा त्यो कुराहरू छ है त। त्यस कारणले तपाईँहरूले चाहिँ प्रिपेरेसन्सलाई चाहिँ आफ्नै तरिकाबाट अगाडि बढाउनुपर्छ फेरि होइन। फलानु युट्युब च्यानलमा यो भनेको थियो, अर्कोले यो भनेको थियो, यो आउँछ त्यो आउँछ। मेन कुरा के हो त, सिलेबस जान्ने। सिलेबस जानिसकेपछि सिलेबसबाटै क्वेसन्स आउने, त्यहाँभन्दा बाहिरबाट क्वेसन्सै आउन। जस्तो अब तपाईँले बिजनेस इङ्ग्लिसको कुरा गरौँ, बिजनेस इङ्ग्लिसको हामीले कम्प्लिट रेकर्डेड भिडियोजहरू राखिसकेका छौँ। सम्पूर्ण च्याप्टर्सहरूको ग्रामरदेखि लिएर यता चाहिँ प्याटर्न फर कलेज राइटिङकादेखि लिएर सबै कुराहरू म्याक्सिमम् कुराहरू हामीले राखेका छौँ। यदि तपाईँले चाहिँ मेरा भिडियोजहरू के कस्तो यसले बनाएर छ भनेर हेर्न चाहनुहुन्छ भने तपाईँले पर्सनली टेक्स्ट गर्न सक्नुहुन्छ अथवा तपाईँले प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ कि प्लेलिस्टमा हामीले राखेका छौँ। भर्खरै रिसेन्टली वर्षै पछि पढाएका भिडियोजहरू पनि छन् कि होइन। तपाईँले चाहिँ त्यहाँबाट 1 by 1 हेरेर अध्ययन गर्ने हो भने त्यहाँ हेरेको आधारमा नै तपाईँले केही कुरा 100% केही कुराहरू लेख्न सक्नुहुन्छ। त्यस्तै गरेर प्रिन्सिपल अफ म्यानेजमेन्ट भन्ने सब्जेक्ट्सको पनि हामीले कम्प्लिट च्याप्टर्सहरूको रेकर्डेड भिडियोजहरू अलरेडी पब्लिस गरेका छौँ होइन, योभन्दा अघिल्ला वर्षहरू पढाएका। अब यो तपाईँलाई अहिले चाहिन्छ रिसेन्टली केही कुराहरू भने हामीले एनालाइसिस गरेर राखौँला, किनभने यो नयाँ कोर्सलाई पढाएका कुराहरू नै त तिनै कुराहरू रिपिटेड हुने हो नि क्या। त्यस कारणले नयाँ कोर्सलाई नै पढाएका कुराहरू इनफ कन्टेन्ट छन्। फेरि तपाईँले यो अर्थमा कि फेरि मेरै भिडियोज हेर्नुपर्छ भन्ने छैन कि। बिबिएसको लागि चाहिँ तपाईँले जिरो कस्टमा छ्यापछ्याप्ती युट्युबभरि जे कन्टेन्ट्सहरू खोज्नुहुन्छ त्यो कन्टेन्ट्सहरू मजाले पाइरहेको छ कि। त्यस कारणले मेन कुरा तपाईँले के गर्नु पर्यो त भन्दाखेरिमा चाहिँ समय निकाल्नु पर्यो। अब है समय निकाल्नु पर्यो। ब्याक लाग्यो भने फेरि ब्याक लागेको लागि हुने हुन्छ। पहिल्यै वर्षमा लक लागेन भने त होइन, पहिल्यै वर्ष कटाउन सकिएन भने त त्यसपछि फेरि समस्या सिर्जना हुनसक्छ। मेन कुरा भनेको पहिलो र दोस्रो वर्षमा बढी स्टुडेन्ट्सहरू फेल भइरहेका हुन्छन् र तेस्रो र चौथो वर्षमा गइसकेपछि चाहिँ त्यहाँनिर एउटा ट्र्याक समातिसकेका हुन्छन्। ट्युले के मोडलमा के कसरी प्रश्नपत्र चेक गर्छ भन्ने खालका सबै कुराहरू आइडिया आइसकेका हुन्छ। त्यस कारणले मेन गरेर तपाईँले फर्स्ट र सेकेन्ड इयर पढ्दै गर्दाखेरिमा मजाले प्रिपेरेसन्स गर्ने, 100% प्रिपेरेसन्स गर्ने। त्यो प्रिपेरेसन्स आफैले गर्ने होइन, आफैले गर्ने प्रिपेरेसन्स त आफैले नै गर्ने हो होइन। आफैले प्रिपेरेसन्स गर्दै गर्दाखेरिमा हावातलमा प्रिपेरेसन्स गरेर भएन कि। सिलेबस हेर्ने मेन कुरा, प्रत्येक सब्जेक्ट्सहरूको सिलेबस हेर्ने। योभन्दा अघिल्ला वर्ष कस्ता खालका क्वेसन्सहरू आइरहेका छन्, अब कस्ता खालका क्वेसन्सहरू आउन सक्छन्, आफैले एनालाइसिस गर्न सकिन्छ। र तपाईँले पर्सनली सोध्न मलाई सोध्न चाहनुहुन्छ भने मलाई सोध्न सक्नुहुन्छ, मैले पनि भनि पनि रहेको छु होइन। अब यहाँनिर अब चाहिँ तपाईँको फिक्स छन् के क्वेसन्सहरू पनि। जस्तो इङ्ग्लिसमा अब प्याटर्न फर कलेज राइटिङमा जम्मी कतिवटा पढ्नुपर्ने हो र 11-12वटा च्याप्टर्सहरू छन् नि होइन प्याटर्न फर कलेज राइटिङ। त्यति पढिसकेपछि तपाईँले 30 मार्क्स आइहाल्यो। अब यहाँनिर त्यो 12वटामा नि छान्छु भनेर भन्न मिलेन क्या। सट्ट सबैको समरीहरू सुनेर जाने अनि समरीहरूको आधारमा केही कुराहरू लेख्न सकिन्छ, किनभने 10 मार्क्सको आउने हो नि त 30। अनि एउटा आउट टाइपको अलिकति चाहिँ क्वेसन्स एसे टाइपको क्वेसन्सहरू पनि आइरहेको हुन्छ। ग्रुप सीको कुरा गर्दैछु है त मैले इङ्ग्लिसको। त्यस कारणले त्यो प्याटर्न फर कलेज राइटिङमा 12वटा जुन खालका समरीहरू छन् त्यसलाई सरसर्ती सुन्ने, 1 by 1 सुन्ने होइन। मेरै च्यानलमा हेरेर सुन्नुहुन्छ भने पनि भइहाल्यो होइन, अन्य च्यानलमा हेरेर सुन्नुहुन्छ भने पनि सुन्ने, मजाले सुन्ने होइन। त्यो सुनिसकेपछि के गर्ने त, त्यो सुनिसकेपछि समरीलाई चाहिँ अब यो मिड मार्केटमा यस्तो थियो यसो होइन, ओन्ली डटरमा के थियो, वाइ चाइनिज मदर आर सुपेरियरमा के थियो, लेट देम ड्रिङ्क वाटरमा के थियो होइन। यसो समरी बुझ्ने होइन। समरी बुझिसकेपछि आइडिया आउँछ। समरी बुझिसकेपछि आइडिया आउँछ। फेरि कुनै पनि क्वेसन्सको फेरि एन्सर लेख्दाखेरि समरी लेखेर आउने होइन कि। तपाईँलाई यदि क्वेसन्सले भन्न खोजेको कुरा बुझिएन भने त अब के लाग्यो र होइन। समरी थाहा छ, क्वेसन्सले भन्न खोजेको कुरा बुझिएन भने चाहिँ अब समरी लेखेर आए पनि 1-2 नम्बर त पाइएला 10 मार्क्समा, 2-4 मार्क्स 2-3 मार्क्स होइन। तर क्वेसन्सले भन्न खोजेको कुरा चाहिँ एकातिर छ अनि तपाईँले समरी लेखेर आउनुभयो भने नम्बर आउन्न क्या। त्यस्तो समस्या छ। त्यो बच्चाबच्चीमा गरे जस्तो कुरा चाहिँ छैन। त्यस कारण ट्युमा किन कम मार्क्स आउँछ त? क्वेसन्सले एउटा कुरा सोधे हुन्छ, एन्सर अर्कै तालको हुन्छ भनेपछि त नआउने कुरा कहाँबाट भयो त? भएन होइन। त्यस कारणले इङ्ग्लिसलाई प्रिपेरेसन्स गर्दाखेरिमा चाहिँ अब प्याटर्न फर कलेज राइटिङको कुरा गर्दै प्रिपेरेसन्स गर्दाखेरिमा समरीहरू सुनेर जाने, केही क्वेसन्सहरू सेलेक्टिभ क्वेसन्सहरू पास्टमा आएका क्वेसन्सहरूलाई पनि यसो न लेख्न जान्ने होइन, प्र्याक्टिस गर्ने है त, लेखेर प्र्याक्टिस गर्ने। त्यो गर्ने भने इङ्ग्लिसलाई पास गर्न सकिन्छ। ग्रामरहरू पनि आउँछ के अरे 15 मार्क्स जतिको होइन। अब ग्रामर मिल्यो भने त ट्याक्कै होइन 15मा 15 मार्क्स। अब सेकेन्ड इयरमा जाने हो भने बिजनेस कम्युनिकेसन्समा सेकेन्ड इयरको कुरा गर्ने हो भने त्यहाँनिर ग्रामर छैन, तर फर्स्ट इयरमा त छ। त्यस कारणले गर्दाखेरिमा ग्रामरलाई पनि मजाले ध्यान दिने अनि प्याटर्न फर कलेज राइटिङलाई ध्यान दिने अनि अन्य फ्री राइटिङ्सहरूलाई यसो नजाने भने इङ्ग्लिस पास गर्न सकिन्छ। इङ्ग्लिस गाह्रो छैन, त्यो 35 मार्क्स ल्याउनको लागि
केही पनि गाह्रो छैन। म के कस्ता खालका क्वेसन्सहरू के कसरी प्रिपरेसन्स गरेँ भन्ने कुराहरू मैले बनाएका भिडियोजहरू पनि छन्, त्यहाँ तपाईँले प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ। अब अर्को फेल हुने भनेको माइक्रो इकोनोमिक्समा पनि हो। माइक्रो इकोनोमिक्समा किन फेल हुन्छ नि त? थ्योरी कुरा बुझे छैन, फिगरहरू राम्रोसँग गर्न आउँदैन, समस्या भयो कि। त्यस कारणले गर्दाखेरिमा माइक्रो इकोनोमिक्समा न्युमेरिकल पनि आउँछ के अरे होइन। न्युमेरिकल प्लस 2मा पढाए जस्ता न्युमेरिकलहरू पनि छन् कुनै कुनै होइन। अनि कुनै कुनै त अब नयाँ त हुने भइहाल्यो, कुनै कुनै कुराहरू नयाँ छन्। धेरै च्याप्टर्सहरू पनि छैनन्, कतिवटा च्याप्टर्सहरू छन्, 7-8वटा कतिवटा च्याप्टर्स छन् नि माइक्रो इकोनोमिक्समा। त्यस कारणले गर्दाखेरिमा अब यहाँ माइक्रो इकोनोमिक्समा फेरि प्लस 2मै अब तपाईँ म्यानेजमेन्ट नै पढेर आएको भने त प्लस 2मै पढेका कुराहरू पनि छन् रिपिटेड। त्यस कारणले गर्दाखेरिमा माइक्रो इकोनोमिक्सलाई पढ्दै गर्दाखेरिमा न्युमेरिकललाई पनि मजाले ध्यान दिने, न्युमेरिकल सँगसँगै फिगरको एनालाइसिस गर्न जान्ने, फिगरहरू बनाउन जान्ने मजाले। अनि त्यति गर्ने हो भने माइक्रो इकोनोमिक्समा पनि त्यस्तो गाह्रो छैन पास गर्नको लागि, मजाले पास गर्न सकिन्छ है। अनि अकाउन्ट्सको कुरामा चाहिँ फर्मेट्सहरू जान्ने होइन, अकाउन्ट्समा फर्मेटहरू जान्ने। अकाउन्ट्सको पनि प्लस 2कै कुराहरू छन्, धेरै कुराहरू, म्याक्सिमम कुराहरू होइन। फर्मेटहरू जान्ने, फर्मुलाहरू जान्ने, त्यति कुराहरू जानिसकेपछि अनि थ्योरिटिकल कुराहरू पनि जान्ने है त। 2 मार्क्सको लागि अनि 10 मार्क्सको लागि पनि यसो थ्योरिटिकल कुराहरू जान्ने। त्यति जान्ने हो भने अकाउन्ट्स पनि पास गर्न सकिहाल्यो। अब प्रिन्सिपल अफ म्यानेजमेन्टको कुरा गर्ने हो भने नितान्त थ्योरिटिकल सब्जेक्ट्स भएको कारणले गर्दाखेरिमा त्यहाँनिर अब लेख्ने तरिकामा जस्तो कुनै एउटा क्वेसन्स आयो होइन, त्यो क्वेसन्सलाई चाहिँ क्वेसन्सले नबने पनि 10 अथवा 15 मार्क्सको क्वेसन्सलाई चाहिँ क्वेसन्सले नबने पनि जस्तो कुनै टपिक्स भेट्नुभयो तपाईँले होइन, क्वेसन्सको टपिक्स दिएको छ। अब त्यो टपिक्स यो च्याप्टर्सबाट आएको क्वेसन्स हो भनेर चाहिँ तपाईँलाई थाहा छ भने त्यसको टपिक्सको थोरै डिफिनेसन्स दिदिने होइन। त्यसपछि चाहिँ तपाईँले पोइन्टिङ वाइज लेख्नु टाइपको क्वेसन्सहरू आइरहेको छ भने सरसर्ती यसो न चाहिँ फिगर टाइपको गराएर होइन, फिगर टाइपको गराएर चाहिँ तपाईँले पोइन्ट्सहरू लेखिदिने माथि सर र पहिला सुरुमा। अनि त्यसपछि 1 बाई 1 चाहिँ डिस्क्राइब गर्दै जाने प्रत्येक पोइन्ट्सको, अनि त्यसपछि कन्क्लुजन दिने हो। त्यसरी चाहिँ तपाईँले थ्योरिटिकल सब्जेक्ट्समा आएका क्वेसन्सहरूलाई त्यसरी प्रेजेन्टेसन्स गर्नुभयो भने के हुन्छ त भन्दाखेरिमा चाहिँ अट्र्याक्टिभ देखिन्छ। त्यसरी प्रिपरेसन्स गर्ने कि एकै ठाउँमा लेखाएको छ, घद्राङ गुद्राङ एकै ठाउँमा पारेको छ भने त कहाँ हुने भयो त होइन। ट्युको एक्जामिनेसन्स हो नि त, ट्यु भनेको टोटली अनएक्सपेक्टेड पनि कुरा हो। त्यस कारणले गर्दाखेरिमा अब कहिले थोरै लेखेको धेरै आयो भन्ने कुरा सुन्नुभयो होला, थोरै लेखेको धेरै आयो भन्ने कुरा पनि सुन्नुभयो होला होइन, त्यो कुराहरू सुन्नुभयो होला। त्यस कारणले गर्दाखेरिमा मेन कुरा तपाईँले चाहिँ प्रिपरेसन्सलाई के गर्ने त भन्दाखेरिमा चाहिँ मैले भने जसरी अब प्रिन्सिपल अफ म्यानेजमेन्टको कुरामा चाहिँ त्यसरी प्रिपरेसन्स गर्ने। अब 2 मार्क्सको क्वेसन्सलाई धेरै लेख्नु पर्दैन, 4 लाइन बढीमा डिफिनेसन सोधेको छ टक्क डिफिनेसन लेखिदिने छोडिदिने, पोइन्ट्सहरू सोधेको छ फिचर्सहरू सोध्न सक्ला होइन, चाहिँ अब्जेक्टिभ्सहरू सोध्न सक्ला केसैको होइन। त्यसलाई ट्याक 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 जे सोधेको छ पोइन्टिङ गर्ने। 2 मार्क्सको लागि धेरै लेख्नु पर्दैन, 10 र 15 मार्क्सको लागि चाहिँ अलिकति एक्सपान्ड गर्ने, अलिकति लेख्नुपर्छ। त्यसरी चाहिँ तपाईँले प्रिन्सिपल अफ म्यानेजमेन्टलाई त्यसरी प्रिपरेसन्स गर्न सक्नुहुन्छ है त। अब स्टार्टको कुरा गर्ने हो भने त टोटल्ली तपाईँको के हो त भन्दाखेरिमा चाहिँ फर्मुला बेस्ड हो होइन। अब त्यो त न्युमेरिकल सब्जेक्ट्स हो नि त, सबै कुराहरू न्युमेरिकल आउने म्याक्सिमम कुराहरू। अब केही 2 मार्क्सको लागि केही न केही 1-2टा थ्योरिटिकल पनि सोध्न सक्छ होइन, तर त्यो त न्युमेरिकल कुरा। अब त्यो न्युमेरिकल स्ट्याटिस्टिक्स बहुतै सजिलो हो होइन। प्लस 2मा चाहिँ अब बिजनेस म्याथमेटिक्स पढेको स्टुडेन्ट्सहरू हुनुहुन्छ भने एकदमै चाहिँ सजिलो हुन्छ, सहज हुन्छ। अनि म्याक्सिमम कुराहरू पहिले पढिसकेका कुराहरू पनि छन्, थोरै थोरै कुराहरू केही कुराहरू त नयाँ थपिने नै भइहाल्यो। त्यस कारणले गर्दाखेरिमा स्ट्याटिस्टिक्समा पास हुनको लागि चाहिँ फर्मुलै जान्ने है त, फर्मुला र क्यालकुलेटर चलाउन जान्ने। अब त्यसको सोल्युसन गर्दै गर्दाखेरिमा पनि हामीले चाहिँ गिभन इन्फर्मेसन्सहरू ट्याक्क तान्दिने होइन। 10 मार्क्सको अथवा 15 मार्क्सको क्वेसन्स गिभन इन्फर्मेसन्सहरू के दिएको छ, जस्तो अब तपाईँलाई मेजर अफ सेन्ट्रल टेन्डेन्सीमा अथवा मेजर अफ डिस्पर्सन्सबाट क्वेसन सोध्छ 15 मार्क्समा होइन, स्क्युनेस कर्टोसिस मोमेन्ट्सबाट पनि सोध्न सक्छ होइन। अब त्यो सिलेबस हेर्ने केबाट सोधिरहेको छ त होइन, त्यो कुराहरू हामीले डिटेलमा भनेका पनि छौँ, तपाईँले प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ। मैले भनिहालेँ मेरै हेर्नुपर्छ भन्ने छैन। मेन कुरा के त भन्दाखेरिमा चाहिँ स्ट्याटिस्टिक्समा स्टार्टमा के हुन्छ त भन्दाखेरिमा चाहिँ फर्मुला जान्नुपर्छ है, मजाले फर्मुला जान्ने। फर्मुलाहरू टक्क कपीमा प्रत्येक च्याप्टर्सहरूको इम्पोर्टेन्ट फर्मुलाहरू 1 बाई 1 एउटा सानो कपीमा ट्याक्क छुट्याएर छिटो सारिहाल्ने। अब होइन गजाङ गुजुङ राख्नु भएको छ भने अहिले केही समय बाँकी छ, ठ्याक्क एउटा फर्मुलाको लिस्ट तयार गर्ने, प्रत्येक च्याप्टर्सहरूको ट्याक 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 ट्याक, अनि दिनदिनै बिहान फर्मुलाहरू हेर्ने, अनि बेलुकातिर 1-2टा क्वेसन्सहरू प्र्याक्टिस गर्ने, अनि तपाईँको मार्क्स हेर्नुहोस् त 80-90 आउँछ
त्यस कारणले गर्दाखेरिमा स्टार्टमा मेन कुरा स्टार्टमा किन फेल हुन्छ नि त फर्मुलै थाहा छैन भने त फेल हुने भइहाल्यो नि त हैन मेन कुरा अब नेपाली मिडियम हो भने क्वेसन बुझ्न समस्या हुन्छ अब स्टार्टमा र अकाउन्ट्समा चाहिँ इङ्ग्लिस मिडियममै क्वेसन्स आउँछ किनभने त्यहाँनिर नेपालीमा लेख्ने कुरा के छ र त्यहाँनिर हैन त्यो न्युमेरिकल सब्जेक्ट्समा अब त्यो एक दुईवटा थ्योरी आउने कुरामालाई चाहिँ अब त्यो नेपालीमा दिनुपर्छ भन्ने कुरा छैन कि म पनि बच्चैदेखि सरकारी नेपाली मिडियममै पढेको स्टुडेन्ट हो तर ब्याचलर लेभलमा आइसकेपछि टोटल्ली इङ्ग्लिस मिडियममा लेख्दाखेरिमा पनि पास भइयो त क्यारे हैन भन्ने कुरा मेन कुरा के हो त भन्दाखेरिमा तपाईँले गर्न सक्छु भन्ने कुरा हुनु पर्यो कि नत्र नेपाली मिडियम पढायो त्यही भएर यस्तो भयो अथवा नेपाली मिडियमको कुरा के इङ्ग्लिस मिडियमलाई नै हम्मे परिरहेको हुन्छ नामको मात्र इङ्ग्लिस मिडियम जाने केही छैन त्यस कारणले गर्दाखेरि मैले थर्का जस्तो लाग्ला है फेरि यो कुरा रियल कुरा गरे फेरि अनि रियल कुरा गर्दाखेरिमा समस्या हुन्छ फेरि हैन त्यस कारणले गर्दाखेरिमा अब समग्रमा भन्ने भने ओभरअल 5वटा सब्जेक्ट्सहरूलाई चाहिँ 5वटा सब्जेक्ट्सको लाई चाहिँ एकदमै सिलेबसहरू हेर्ने मजाले हैन पासमा के क्वेसनहरू आइरहेका छन् अब के आउन सक्लान् यसो एनालाइसिस गर्ने त्यसरी गर्ने भने मजाले पास गर्न सकिन्छ यो कुरा केही छ यो 8-10 दिनमा पनि पास गर्न सकिन्छ तर मुखले भने जस्तो पनि छैन फेरि हैन मुखले भने जस्तो पनि छैन त्यसकारणले प्रिपरेसन्सलाई चाहिँ आफ्नै तरिकाबाट अगाडि बढाउनु होला र तपाईले मलाई यदि पर्सनली रूपमा केही कुराहरू सोध्न छ भने प्रत्येक सब्जेक्ट्सहरूको तपाईले मजाले सोध्न सक्नुहुन्छ केही नजानेका कुराहरू म नि त्यस्तो खत्रै एक्सपर्ट होइन तर पनि तपाईलाई चाहिँ मैले गाइड गर्न सक्छु सिनारिटीको हिसाबमा है त ल थ्याङ्क यू भेरी मच यो भिडियो तपाईलाई कस्तो लाग्यो भिडियो मन पर्यो भने आफ्ना साथीहरूलाई सेयर गर्नु होला प्रिपरेसन्सलाई एकदमै बवाल गर्नु होला है त बवाल गर्नु होला मजाले प्रिपरेसन्स गर्नु होला यो समयमा दायाँ बायाँ केही छैन कता यता उता हैन जब सब गर्नु छ भने नि एकछिन अब सरकारी जब हो नि त राम्रो भइहाल्यो हैन अन्य चाहिँ चिर छ भने यसो न टाइम मिलाएर यसो म हैन 10-12 दिन मलाई टाइम दिनुस् 20-30 दिन भनेर यसो न छुट्याएर प्रिपरेसन्सलाई अगाडि गर्नु होला अब ब्याक लाग्यो भने फेरि समस्या हुन्छ कि समस्या त खासै त्यो ठुलो कुरा हैन अब नेक्स्ट तपाईले सेकेन्ड इयर जाँदाखेरिमा चाहिँ एकैचोटिमा पास गर्न सक्नुभयो भने बेटर हुन्छ हैन सक्नु भएन भने त्यो ब्याग लाग्यो भने समस्या हो हैन अब केही कारणवश अन्य केही कुराहरूले चाहिँ तपाईले एक्जामिनेसन्स दिन पाउनु भएन एकचोटि भने पनि तपाईले कभर अप गर्न सकिहालिन्छ किनभने इयर लस हुने भन्ने कुरा त्यस्तो हुँदैन के ब्यागमा ब्याग लाग्दै गयो भने त इयर लस हुने कुरा भइहाल्यो एकचोटि ब्याग लाग्यो अनि तपाईले चाहिँ अर्कोचोटि फर्म भरेर चाहिँ दिन सकिहाल्नुहुन्छ के हैन 4th इयर सम्म पुग्दाखेरिमा यता सबै कुराहरू कम्प्लिट भयो भने उही रेगुलर जस्तै हुने त हो नि हैन त्यसकारणले गर्दाखेरिमा चाहिँ त्यसमा चिन्ता नलिने अन्य कुराहरू केही प्रिपरेसन्स गर्दै हुनुहुन्छ भने त्यो भयो के नत्र भने चाहिँ यो अबको बाँकी दिनलाई चाहिँ यो सिलेबसलाई नै मजाले प्रिपरेसन्स गर्ने 5वटा सब्जेक्ट्सहरूलाई मजाले प्रिपरेसन्स गर्ने हैन धेरै पढ्नु पर्दैन के 4-5 घण्टा 5-6 घण्टा पढ्यो भइहाल्छ दिनमा एकदम कन्सन्ट्रेट भएर पढ्ने के हैन 5-6 घण्टालाई एकदमै प्रपर युटिलाइज गरेर पढ्ने भने मजाले मार्क्स ल्याउन सकिन्छ है त ल थ्याङ्क यू भेरी मच यो भिडियो कस्तो लाग्यो भिडियो मन पर्यो भने आफ्नो साथीहरूलाई सेयर गर्नु होला है त ल